Hi everyone, good morning. Have a wonderful day. आज चाहिँ म घरभित्रबाटै ब्लग स्टार्ट गर्दैछु किनभने आज हिजो बजार गएर आएकोले पुरा थाकेर चाहिँ नि भर्खर उठेको भन्दाखेरि भर्खर उठेर पानी सानी खाएर कफी मर्निङ कफी हो अन्त पुरा थाकेछ हिजो मेरो छोरा यहाँ आउनुहोस् त छिटो छिटो हेलो भनिदिनु सरी सबैजनालाई हेलो खै पप भनिदिनु अरे पप गरिदिनु अरे त्यसरी होइन हौ पप छोरा चाहिँ हिजो लिएको उसको खेलाउनेहरू चाहिँ खेलाउन थाल्यो हो यति बेसी छरपष्ट पार्छ कि छरेर सबै टिपेर ब्यागमा हाल्नुहोस् यिनीहरू सबै टिपेर ब्यागमा हाल्नुहोस् उसको काम चाहिँ यही हो भबिहाल्छ ऊ गरिदियो अरे छिटो गरिदियो अरे ऊ छिटो होस् खै सबैजनालाई हेलो भनिदिनुहोस् न अनि पपिन गरिदिनुहोस् खै नक्कल पारिदिनुहोस् अरे हो अब नक्कल पारिदिनुहोस् जी खै रोइदिनु भएको खै त रोइदिनु भएको नि रुँदैन यतिको छ नानी भव्यांश पापा खै पापा जानुभयो ड्युटी गएको छैन पापा खै पापा भनिदिनुहोस् अरे छिटो पापा पापा जानुभयो ड्युटी गएको छैन पापा खै पापा भनिदिनुहोस् अरे छिटो पापा भव्यांश र पापा खेलेको अरे पापा ड्युटीबाट भर्खर आएको आज नाइट ड्युटी थियो ज्याकेट लाउँदा चाहिँ के हुन्छ हौ अनि मेरो बुढा ह्यान्डसम भएर आएछ केस काटेर अलिक यो काट्न लाउनुपर्छ नि यो पछाडिको चाहिँ नि भव्यांश यहाँ हेर भाइ यहाँ हेर नक्कल पारिदेऊ न सरी भनिदेऊ अरे सरी भाइ तिम्रो र मेरो केस यो भाइ सलाम चाहिँ कसरी गर्छ अबि सलाम गरिदियो अरे पापालाई छिटो त्यसो पनि गरिदियो तपाईँलाई बिहान नै मलाई चाहिँ आज नि नानाको चाहिँ यस्तो एन्थोरियम पुरा छ मलाई यो दुईटा सार्न दिइरहेछ आज चाहिँ यो रोप्छु म यो यता बढाउनु छ बढाइसकेको छ के पो माथिबाट उयोहरू लाउनु छ नानी त्यो मम्माको के रहेछ नकुरा पछि यो स्ट्रोमेरिया फुल चाहिँ मलाई मेरो एकजना बहिनी अञ्जली बहिनी बुहारीले ल्याइदिएको हो थ्याङ्क यू बहिनीलाई बुहारीलाई कस्तो दामी हो उसकोमा त अँधेरो आउँछ यहाँसी हो यस्तो हो अहिले आउँछ मेरोमा अञ्जली बुहारी चाहिँ म तपाईँहरूलाई देखाउँछु ल
यी बल्ब पनि ल्याइदिएको रहेछ रोप्नुको लागि हो। अन्त अब मेरोमा चाहिँ फ्लावर पट चाहिँ छैन, सो द्याट म यसमा लाउँदैछु। यसलाई यो तोरीको साग पनि ल्याइदिएको रहेछ हो। यस्तो सफा होइन नि, हरियो पर्यो हो। अन्त मैले चाहिँ यसरी हालिदिएँ यसमा हो। अहिले चाहिँ यो घाम बेसी भएरै। अन्त यहाँ चाहिँ रोप्ने दाना पनि ल्याइदिएको रहेछ हो यसको मलाई। म चाहिँ यहाँ छु। कति मन पर्यो यो फुल। थ्याङ्क यू बुहारी। आज चाहिँ म पास्ता बनाउँदैछु, मेयोनेज पास्ता। फर्स्ट टाइम मैले ट्राई गरेको। मैले तपाईँहरूलाई देखाउँछु ल बनाइसकेर कस्तो हुन्छ। फुल्ली बोइल गर्नु पर्दैन अरे हो। बनाउँदैछु। पास्ता बनाउनु थालेको मैले चाहिँ गार्लिक पेस्ट लगाएँ। अब अनियन छु अलिक ब्राउन कलरको हुनुपर्छ। मैंने क्या मेयोनेज हालिसकेँ। वाउ, looks like yummy. Pasta add गर्छु। फाइनली मेरो पास्ता मेयोनेज पास्ता चाहिँ बनेर रेडी भयो। तपाईहरुलाई देखाउँछु ल। लुक्स वाइज चाहिँ वाउ, तर खानुमा चाहिँ कस्तो छ त्यो चाहिँ थाहा छैन। यस्तो भयो फाइनली। हामी दुईजना बुढाबुढी चाहिँ खानु आँटेको अब हो। के भन्छ, यो चाहिँ मैले अस्ति बनाएको चिकनको अचार हो। ल आउनुहोस् है, यहाँ राख्छु म टेबलमा। लाई पत्तै पत्ता छोडिएछ सफा। हामी दुईजना खानु आँटेको अब। टेस्ट गर्नु ल। त्यो खानु रेडी बसेको रहेको। टेस्ट गरेर भन्नु त कस्तो भयो। How was the taste? Okay. See, मलाई पनि त ल्याइदिनु बस्ने। खुवाइमा बिजी हो। भोक लाग्यो अब चाहिँ म पनि खाएको। बसेको कस्तो भयो। मिठो कस्तो है। मिठो मिठो। अब चाहिँ जाने भयो बनाउनु। हेलो गाइस। हेलो ल हेलो। यहाँ मेरो अञ्जली बहिनी आइपुगिसक्यो हो। म चाहिँ उसलाई म चाहिँ प्लान्ट गिफ्ट गर्छु हो। यो एउटा दिन्छु हो, यो सार्नु त्यसलाई। तर अहिले यो दिएको मैले हो। यो अहिले नै उयो चाहिँ नगर्नु कि, यसमै राख्नु हो। अलिक लामो भएपछि मात्रै सार्नु हो यो। अनि यो दिन्छु ल। यो ब्युटी धन्यवाद भाउजूलाई। उसले पनि मलाई ल्याइदिएछ नि त स्ट्रबेरीहरू। अनि यति नै दिन्छु भन्नु। अन्त के छ भने नि यो सानोमै फुल्ने सयपत्री एउटा लानु नि ल। मैले बजारबाट ल्याएर त्यो ठुल्ठुलो फुल्ने रोपिरहेको छु। ए हो, यति ल। म झोला दिन्छु नि। बाई बाई। फुल पनि पाएँ।
अब चाहिँ रात परिसक्यो। आज चाहिँ अञ्जली बहिनी पनि गयो घर, अन्त मेरो हस्बेन्ड पनि ड्युटी गइसक्यो हो। अन्त अब चाहिँ बेलुकाको फेरि खानापिना बनाउने टाइम भइसक्यो। आजको लागि चाहिँ यति नै। मेरो भिडियोहरू हेर्दै गर्नु होला, मन पराइदिनु होला, लाइक शेयर कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।